हो सासुआमा ल आइपुग्नु भयो नमस्ते सासुआमा नमस्ते नमस्ते बाबु राम्रैसँग आइपुग्नु भयो के अरे यात्रा राम्रै भयो होला के अरे राम्रो भयो एकदमै ए ल अब जमिन अब घरतिर हजुरलाई भोक पनि लाग्यो ल अब घरतिर गएर बसौँला है त आमा थाकिसके चाहिँ खोइ 1-1.5 घण्टा भइसक्यो हजुर घर त अझै आउन्न नानी कहाँ छ र छोरी होइन आउँछ कि अब धेरै छैन अब 5 मिनेट आमा रोक्नु अब यही माथिपट्टि हो म 5 मिनेट भन्नुहुन्छ कहिले आउन्न घर कता हो होइन अब आइसक्यो लिएर आउनु यत्रो तलाउ छ यही हुँदै होइन अब आइसक्यो आमा रोक्क नातिनु लाग्दैन अब आइसक्यो 2 मिनेटमै आइसक्यो लाले त आउनु त यही हो क्या घर आमा यही हो मेरी सासु यही हो क्या मेरो घरी नाति खेले हन यही हो घरी सुकुम्बासी छाप्रो जस्तो छ है जय त्यस्तो नभन्नु न यही हो गा यही हो यही हो के गर्नु त नि अब के गर्नु त नि आमा एउटा सानो बेडको व्यवस्था त्यहाँ गरिदिन्छु त्यता सुत्नु होला हजुर केटाकेटी यता सुत्छन् हामी यता सुत्छौँ होला अब यही हो यस्तो महँगी छ मोर्गेज यति धेरै मोर्गेज तिर्नुपर्छ त्योभन्दा त अब कहाँ सकिन्छ त नि अब यही हो घर त आमा अब के गर्नुहुन्छ अब त्यस्तो नभन्नु न आमा अब यही हो मैले प्रगति गरेको अस्ट्रेलिया छोरी त काममा गइसिन् नि ए मेरो आमा यस्तो यही हो घर त अब देख्नु भयो के अरे घर अब हिँड्नु आउनु भित्र जाउँ अब बसौँ ल हिँड्नु आमालाई नमस्ते गर्यौ नमस्ते गर छिटो प्रज्ञा आमालाई नमस्ते गर ल जे भयो नि अब यिनी नातिनी हुनु अब हजुर क्या ल प्रज्ञान आमालाई बस्ने एउटा केही ल्याइदे ढुङ्गासुङ्गाको व्यवस्था गर्दै त्यहाँ चकटी जस्तो जा अब हजुर त्यहाँ बस्नु म चिया बनाउँछु अब यता किचन यता हो हाम्रो अब के भन्छ नि दुःख सुख यस्तै छ आमा ल आमा हजुर ल चिया बनाइदियो आमालाई ल अब हजुर आमालाई चिया ल आमा छोरा ए बस्नु ल नाति ल चिया बनाइदियो छोरी बनाइदियो चिया होइन चिया त बनाइदिन्छ म सबै व्यवस्था छ क्या घर मात्र यस्तो भित्र त सबै खानेकुराको व्यवस्था गरेछ आमा ल आमा अब यही हो के अरे देखिहाल्नुभयो अब नेपाल गएर फेरि झ्याप्पै यस्तो गरेछन् भने नभन्नु होला फेरि चुप्प लाएर बस्नु हेर्नुहुन्छ त नि त्यस्तो ल आमालाई ल चिया खानु छोराछोरी घर यस्तो भयो नि छोराछोरी साह्रै राम्रो छन् क्या मेरा अब पानीको लागि यही नजिकै छ आमा गाग्री लिएर तल्लो गएपछि छर पानी पाइहालिन्छ अनि काठको पनि त्यति दुःख छैन आमा पछाडि जङ्गलै हो ग्यास पनि चाहिँदैन आमा हामीलाई त ग्यास पनि चाहिँदैन पानी यही छ अब केही नचाहिने सबै वासिङ त्यही तल धुन्छौँ खासै केही खर्च लाग्दैन आमा यहाँ बस्न अब नजिकै छ सबै चिज आमा यहाँदेखि हजुरले त अस्ट्रेलिया गएको मेरो ज्वाइँ छोरीको ठुलो घर होला भन्ने थियो होला अब यही हो आमा झाप्रो यही छ छाप्रोमा बास छ यही हो आमा के हाल्नुहुन्छ त नि डल्ले खुर्सानी रोपेछु क्या मैले यतातिर आमा ल हेर्नु हजुर ल भातको व्यवस्था गर्दै प्रज्ञान जाऊ आमालाई बहिनीलाई हेल्प गर अब यस्तै छ आमा दुःख सुख क्यार्ने हजुरको छोरीलाई खुसी सुखीसँगै पालेछु के सुखसँगै पालेछु छाप्रो हेरेर मलाई उ नगर्नु होला त्यही भएर यत्रो वर्ष मैले बोलाउनु नसकेको कारण पनि त्यही हो क्या आमा त्यही भएर हो क्या हाँसो पनि लाग्छ भित्र पनि छ दुःख पनि छ अब के गर्नु त नि त्यही भएर यत्रो वर्ष 10 वर्ष बोलाउनु नसकेको कारण त्यो हो क्या यति बनाउनुलाई 10 वर्ष लाग्योमा के हाल्नुहुन्छ अब म के जङ्गलै भन्नु ल ल ल देऊ आमालाई के अरे हजुर आमालाई खुर्सानी ल्याइदेऊ डल्ले खुर्सानी ल्याइदेऊ अरे बारीबाट
पहिले राखिदिन्छु ल ल आमा हजुरहरू नातिसँग नाति नातिनासँग बस्नु म एकछिन सर र उता गएर दाउराको व्यवस्था गरेर आउँछु दाउरा अलिक कम भएछ पछाडि जङ्गल छ कि यही जङ्गल म सर र गएर जङ्गल बटुले लिएर आउँछु दाउरा है त ल आमा बस्दै गरौँ आमा ए ल्याएका दाउराको व्यवस्था नि गरेँ यहाँ पनि पहिले ल्याएर राखेको छु आँक्रा साक्रालाई नि चाँडो जाडो चिसो चिसो छ ए यहाँ ताप्छौँ क्या हामीले आगो यहाँ व्यवस्था गरिरहेछ गजबै छ बस्नलाई आनन्द छ आमा भाडा साडा पनि तिर्नु पर्दैन भाडा साडा तिर्नु पर्दैन मैले तिर्नु मान्छे कति धेरै अब भएको होइन घरै ठुलो ठडाउँथ्यो कि नभए अब सुकुम्बासी नै हो यो हावा भन्नलाई अब खानालाई पुग्छ त्यही हो लाउन पुग्छ ठिकै छ लाउन पुगेछ अब सम्पत्ति भनेर अब झ्याप्प त्यस्तो छैन त्यसरी बुझ्नु तातो हुन्छ क्या यहाँ त राति पनि अब यसले यो उस्तो केटीले गर्दाखेरि यहाँ ओड्ने व्यवस्था सबै छ के ओड्ने के खाने भनेर चित्त नमान्नु दुःख नमान्नु चिन्ता नमान्नु व्यवस्था गरेको छु मैले सबै चिज छ त्यस्तो पनि व्यवस्था छ अब यहाँ त हाम्रो त पुरै दाउरा जति पनि छ के अरे दाउरा पानी सबै ल लिएर आऊ डडीलाई पनि चिया ल्याइदियो छोरी चिया ल्याइदियो तातो चिया ल्याइदियो डडीलाई सानै उमेरदेखि काम गर्न थालेको रहेछ आमा सबजना खानका जङ्गलको बास भयो जङ्गल छैन क्या जङ्गलमा बसाले चाहिँ त्यही पनि जङ्गल छैन एकदमै सिकाएको छु क्या